नमस्ते। अब फेरि म आज अस्ति घुम्न भनेर आएको थिएँ, एक्लै आएको थिएँ। आज चाहिँ म र सरू भएर घुम्न भनेर आएको छौँ। कहाँ भन्दाखेरि हामी कहाँ गएर सर ठाउँको नाम चाहिँ लास्ट अलिकति गाह्रो छ, त्यही भएर मलाई भन्न आएन। त्यो तँलाई सोचेको त तैँले भन्दै ल सरी किचिजन्जुको भन्छ, मलाई पनि थाहा भएन है। त्यहाँ हुन्छ यो है, ठाउँको नाम चाहिँ लास्ट गाह्रो छ। ठाउँ हेरौँ कस्तो राम्रो छ सर यतातिर। कस्तो लागेको थियो यो ठाउँ? प्राय यो ठाउँ चाहिँ धेरै मान्छेहरू आइरहेको हुन्छ। एकदम आउनु मन लाग्थ्यो, ठ्याक्कै आज बिदा मिल्यो, त्यही भएर आएँ। अघिसम्म पानी थियो धन्न, थ्याङ्क गड। तर आज मौसमले पनि साथ दिएको भन्नुपर्छ है। अघिसम्म त्यस्तो थिएन नि त, अहिले टक्क लगाएर घाम पनि लाग्यो, रमाइलो पनि भयो। ठाउँ पनि यस्तो राम्रो छ नि। अब एकछिनमा हामी पनि बोटिङ डुङ्गासुङ्गा खेल्छौँ है। अब अस्ति म एक्लै आएको थिएँ, यस्तो झुड भएको थियो नि, गाह्रो के एक्लै आयो नि। अब बोल्ने के भन्ने जस्तो लाग्थ्यो। आज चाहिँ रमाइलो भएको, दुईजनाहरू पनि आइयो। यहाँ सरलाई ल्याउँछु होला, अस्ति एक्लै जानुभन्दा त्यसलाई पनि बोकेर जान्छु भनेको थिएँ। आज यसको मेरो बिदा, मलाई चाहिँ किन भन्दा आज तेरो बिदा रहेछ त नि। सरप्राइज मलाई सरप्राइज दिएको अरे। भन्दैन, आफ्नै तरिकाले स्वाट सरप्राइज भनिदिन्छ सरले। अनि त्यही भएर अब यो सरप्राइजमा आज दुईजना सँगै आउने मौका पाइयो। यसको मेरो बिदा भएको हुनाले अब हामी आज बुढाबुढी भएर के चढ्छौँ? डुङ्गा चढ्छौँ। फेवातालमा साइली मनै सर भन्दै डुङ्गा चढिन्छ आज। डुङ्गाको आज भरपुर मजा लिन्छ होइन त। तँलाई कस्तो लागिरहेको छ यो डुङ्गा? जापानमा पाइने यो पैयुँ, नेपालीमा त पैयुँ भन्छ क्या यसलाई? जापानमा साकुरा भनिन्छ नि त, पैयुँ। हाम्रो वीरेन्द्र सरकारले जापान सरकारलाई एउटा दिएको एउटा गिफ्ट होइन त यो पैयुँ साकुरा। त्यही भएर आज त्यही हेर्न भनेर आएको छौँ। कति राम्रो पनि छ ठाउँ पनि, हेर्न धेरै राम्रो छ यतातिर। झन् यो डुङ्गाहरू चाहिँ कति राम्रो छ क्या डुङ्गाहरू। अब सरलाई पनि यसो 2-4टा भिडियो बनाइदिन्छु, कस्तो छ यसलाई पनि देखाउँछु। अनि सबै गएपछि अनि हामी अलि पर गएर उतापट्टिको सर उतापट्टि उता साइडतिर अँधेरो छ होइन, तर उतापट्टि पनि रमाइलो छ सर। तर धेरै फुलहरू चाहिँ झरिसक्यो है, बिस्तारै बिस्तारै अझै झर्दैछ नि त कति धेरै फुलहरू। त्यही भएर राम्रो चिज धेरै बेरसम्म अडिन्न अरे कि यो एउटा भनाइ छ नि त, राम्रो चिज धेरै बेरसम्म अडिन्न भनेको त्यसकै प्रुभ हो नि त यो। त्यही भएर यो धेरै बेरसम्म अड्डा छैन, थोरथोरैमा धेरै छिटो सकिरहेछ। यसरी खानेकुराहरू बसेर खान पनि मिल्छ यहाँ। हामीले त केही पनि ल्याइएन, टन्ना आइयो यहाँ नखाने भनेर। त्यही भएर हामी चाहिँ घुम्ने डुल्ने मात्रै हो। अब बाहिर गएर खाने हामी चाहिँ। इन आँखों में तुझको ये सूरत है कितना। यिनीहरू कहाँ त्यस्तो हिलो बाटोबाट गएको यार है? हिलो बाटोबाट गएको क्या तिनीहरू। यता पनि यो भित्रभित्र पनि पिच गर्नुपर्ने हो क्या सरी? भित्रभित्र रोड त पिच भएको छैन हाम्रो नेपालमा। वाउ, यहाँ पनि हेर्नु सर कस्तो दामी है। मैले तँलाई यस्तो ट्राइपड लिएर आयो भने त्यहाँ मोबाइल अड्काएर राम्रो आउँछ नि फोटोहरू। तँलाई क्यामेराम्यान हेर त कति दामी देखिएको। जाउँ न हामी भित्रभित्र जाउँ न, भित्रभित्र राम्रो हुन्छ नि। यता कस्तो यता त लाग्दैन भयो, त्यहाँ अहिले हिलोमा पो भनेको भने तँलाई। किन तिनीहरूले तासलाई त्यसरी टाउकोमा राखेको? सबैजनाले टाउकोमा तास राख्यो कि यिनीहरूले। वाउ कस्तो दामी है। यहाँ अलि रमाइलो छ कि, हेरौँ यस्तो उयोहरू छ। घाम त छ तर बोटहरूले छेकेको क्या है। यहाँ राम्रो हो नि। वाउ राम्रो छ नि है। जाउँ यता सर आयो। के हो ब्याग खै सर तेरो? ब्याग पानी यस्तै कति मजा हेर त। अरूभन्दा नि आनन्दले चिल यहाँ देखाउनु मिल्छ कि मिल्दैन देखिएन होला। मजाले बसिखान् रक्सी खान् आनन्दले।
कति आनन्दले बसिहाल्ने सबले खान्छ बियर ल्याएर खान्छ त्यसलाई नि भोक लाग्यो अरे यता यता नि पानी छ भनिरहेको त यो किन यसो अरे बस्ने ठाउँ चाहिँ नाइ के बस्न आयो र घुम्न आयो नि हामी सर जतिखेर पनि बस्ने मात्रै हुन्छ बस्न होइन नि हामी यार हामी घुम्न आएको हो नि सर यार ल यता जाउँ न त्यहाँ अब यहाँबाट देखिन्छ कि कति ल सरलाई यहाँनिर फोटो खिच्नु पऱ्यो अरे कस्तो राम्रो है हो यस्तो यो डुङ्गा खेल्नु पऱ्यो कि सर अब हामीले यो डुङ्गा खेल्ने है तर पाल पाउनु चाहिँ पाइन्न भन्ने नि त कति धेरै छ कि त्यहाँ वाउ बगैँचामा मेरीमा कुकुर बच्चा भनेको खै जू ए चरा हाँस मात्रै छ अरे यहाँ त्यहाँ ल त ल जाउँ नि त्यता त्यो कुकुरलाई कपडा लगाइदिएको हेर्न खतरा देखियो है हेर कति दामी देखिएको नि कस्तो लाग्यो त सर राम्रो देखिएन त कहाँ बनाउँछ सर कति राम्रो अरू भने यो बोटहरू चाहिँ झन् कति राम्रो देखियो कि खेल्दाखेरि है मान्छे नि कति भिड हेर्न ममका हान्ने चाहिँ को नि फेरि हेलो ममका म चाहिँ आज साथी हाई ममका म चाहिँ आज सरेको ममकालाई भिडियो बनाउँदैछ सरेले चाहिँ सरेले साथीहरूलाई भिडियो बनाइदिँदैछ ममकालाई को बिरामी भयो भने साथी ममका कि ममता हो जान्छस् भने त्यो बिरामी हुन्छ है भोलि भनेको मरि पनि हाँस्दै थिएँ आइसक्रिम खाने हो आइसक्रिम खाने म त आइसक्रिम स्टार्टिङमै आयौँ नि त यहीँ त अनि ल यहीँ त हो नि अनि कहाँ जाने हो र अनि तर यो ठाउँ पनि एकदम ठिक लाग्यो कि मलाई चाहिँ तर बच्चाहरूलाई भुलाउन ओर्न चाहिँ ठिकै हो है यहाँनिर कति धेरै आएछन् कि बच्चाहरू खेलाउनु के बिदा हुने बित्तिकै नजिक पनि है सर र दौड्यो तर हाम्रोबाट चाहिँ एकदम नजिक के सर है कतिवटा 4वटा स्टेसन यता हिँड्यो हाम्रोबाट चाहिँ 4वटा स्टेसन यतापट्टि एकदम रमाइलो के अरे यतिकै के कुचो गरिमाना आएर रमाइलो हुन्छ होला कि 10 मिनटमा आइपुग्दो रहेछ त हामी त्यही भएर नि राम्रो लाग्यो पार्क पनि ठुलो हेर्नलाई पनि रमाइलो घुम्नलाई पनि एकदम रमाइलो लाग्यो यता हेरौँ न यता झन् त्यो कुकुर बच्चा देखेर मलाई हाँस्न मन लाग्यो दिदीले भिडियो बनाइरहनु भयो सरी हजुर
बिचरा रिसाउने फेरि पहिलेकै ठाउँमा आयो अब कहाँ जान्छ अब यही त हो नि मेन ठाउँ भनेको हाम्रो घुम्नको लागि मेरो भ्याइ यो सेलरोटी पाके त गोल हामी एक राउन्ड घुमेर हामी आइयो घुम्दा ओर्दा धेरै थकाइ पनि लाग्यो कफी स्टारबक्समा त के मिठो हुन्छ यार मलाई त स्टारबक्स त केही मिठो लाग्दैन यार अस्ति नै एकचोटि त्यो खाएको त्यो के जस्तो लाग्यो स्टारबक्समा आइसक्रिम खान जाने फोटो बनाइदे भिडियो बनाइदे मात्रै भन्छ तसँग आयो भने सर बेला मेरो भ्याउ लाग्छ यार खालि फोटो बनाइदे फोटो खिच्दै भिडियो बनाइदे भन्छ कोसँग झ्याउ लाग्दैन कोसँग म एक्लै आयो भने चाहिँ बरु झ्याउ लाग्दैन भनेर आनन्द आउँछ कसरी त्यो अस्ति यहाँ आएर एक्लै आएर फोटो भिडियो बनाएर पोस्ट गरे होला म त अस्ति त हो नि अस्ति त म त एक्लै आएको रमाइलो पनि भयो भगवान् मजा आएको थियो आनन्द गर्लफ्रेन्ड छैन पो मजा आउँछ बुढी छैन त कहाँ मजा आउँछ त होइन ट्याग मिलाउँछ कि कहिले काहीँ त कसरी थाहा पाउँछ त्यस्तो कुराहरू ज्योतिषी थिएछ कि क्या हो पहिला पहिला त त्यही त हो ट्याक्कै ट्याक्कै मिलाइदिन्छ सरले यार यस्तो कुराहरू मलाई नि अचम्म लाउँछ मन्दिर जाने मन्दिर जाने होइन मन्दिर जाने होइन मन्दिर देखाएको थिएँ कि मैले कहाँनिर देखाएको थिएँ अस्ति त म यहीँ आएको यहीँ आउँदा नि मन्दिर देखाएको थिएँ त्यतातिर मन्दिर देखाएको अरे मलाई आइसक्रिम खाँदै हिँड्छु यार ओ सर अस्ति आउँदाखेरि मैले यहाँ मन्दिर देखाएको थिएँ यहीँबाट गएको यतैतिर आज मैले मन्दिर साँच्चै देख्दिनँ यहाँ पनि मन्दिर ऊ हुन्छ र आज बनाउनु भोलि बिहान ठाप आमा साथी हेर न देखिएन यार एक थोक देखाउन खोजेको थिएँ देखाउनै पाइएन यार यहाँ यार सुँगुरको जिन्दगी पनि कस्तो यस आरामको थियो यार देखाउँछु भनेको देखाउनै पाइएन यस्तो बवाल सेट खिच्नु दिँदैन भिडियो सर अनि अर्का भिडियो पर्सनल भिडियो खिच्नु मिल्छ त कस्तो कुरा नबुझ्यौ र मिल्दैन जापानमा 3 वर्ष अल्सो रुल्स थाहा छैन ल मैले त बिर्सेँ सरी अस्ति त्यहीँबाट गए जस्तो लागेको थियो कता हो हामी त उल्टोतिर आयौँ क्या हो मन्दिर थियो कि यतातिर आज त मन्दिर पनि देख्दिनँ रमाइलो पनि थियो मन्दिर थियो नि सर एउटा कतातिर हो त्यतातिर इनोखासिरा पार्क रहेछ किचिङ किचिङ गरे होइन इनोखासिरा म धेरै थिएँ रमाइलो भयो त यहीँ हामी आएको अस्ति नै अस्ति आएको ठाउँमा दादा बेग्लै छ तर अस्ति पनि यहाँ आएको चाहिँ म यहीँ हो क्या नजाउँ उतातिर अर्को पनि पार्क छ क्या के बुझ्यो सर त्यो हेरेर के बुझ्नु यहाँभित्र अर्को 2टा पार्क छ अरे कि त नि यतातिर होइन यतातिर हो कि म एकचोटि आएको हो कि त्यहाँनिर तर उताभन्दा यतैतिर राम्रो छ सर खै यो हो यो लालुग्रासको बोट हो र यो सर लालीगुराँस फक्रेको देख्ने कुन चाहिँ उ त्यो हो लालीगुराँस त्यो सानो त लालुग्रासको थियो यो लालीगुराँस हो कि भनेपछि सरले आज मलाई लालीगुराँसको बोट पनि देखायो फुलै फुलको बगैँचामा मेरी माया ल म तँलाई एउटा राम्रो गीत सुनाइदिन्छु है नाटक देख्ने नि फुलै फुलको बगैँचामा मेरी माया अनि त्यसपछि के अरे सर अनि मलाई आएन शर्मै लाउने तिम्रो माया आई डोन्ट नो मलाई थाहा छैन शर्मै लाग्ने रहेछ बाबै तिम्रो माया यही हो त्यो के भन्छ अरे यो हेर नि वाउ वाउ के हो यो त मच्छरको वासस्थान जस्तो पो देखियो त है यो जे होस् हामीले आज पुरै ठाउँ घुम्यौँ मेरो भिडियो बनाइदिनु ध्यान र अब जकेट लाइन बनाउनु पर्यो वाउ ए यता हो सर त्यो अर्को मन्दिर भनेको अनि यहाँनिर भिडियो बनाउँछ यस्तो बाबालाई खाएर राम्रो आहा सरले भनेको यहाँबाट चाहिँ एकदम बवाल आहा रे
कुलेखानी के साथी यो कुलेखानी जस्तो लाग्यो अरे सरलाई कुलेखानी मेरो भिडियो बनाइदिनु न कुलेखानी है सरले भनेको कता बनाइदियो भिडियो तेरो कता बनाइदियो वाउ जङ्गल सफारी कस्तो लाग्यो त सर तँलाई आज जङ्गल सफारी सर रमाइलो लाग्यो सरलाई पनि जङ्गल सफारी एकदम राम्रो लाग्छ जङ्गल सफारीको लागि सरले पछाडि हेर्दा तेरो साथीहरू थुन्ने ठाउँहरू त टन्नै रहेछ त आफ्नो साथी हो आफ्नो मितो होला सरलाई मन परेन अरे पर्पल कलरको फुलको दामी खै ए हो यतै हो अब हामी चाहिँ वाउ कस्तो राम्रो फुल फ्लावर बगैँचामा नजाऊ तिमी भन्ने ठाउँ आयो त सर कति दामी मलाई यहाँ फोटो खिचिदिनु त यही हो मन्दिर सर मैले भन्छु नि मलाई फोटो खिचिदिनु त त्यहीँबाट खिचिदिनु हुन्छ फोटो यत्रो राम्रो लाग्यो त्यो चाहिँ रमाइलो तर यहाँ पनि कस्तो पर्के कि फोटो यो मोबाइल यता राम्रो छ नि तर है यो पनि साकुराको बोट होइन सर हामीले चाहिँ नेपालमा चाहिँ अरू यहीँ जापानबाट लगेको भन्ने सुनेको थियो आरु होइन उमेगौसी हो कि उमेगौसी भनेको आरु पोखरा है कि अरू पोखरा हो तर बबाल देखियो है यही हो सर मैले मन्दिर भनेको छ नि जाऊँ न त्यहाँ गएर प्रे गरौँ भन्छ ल जाउँ यही हो है मन्दिर भनेको चाहिँ उता नि रमाइलो रहेछ त त्यो भर्याङहरू गरेर त्यतातिर जाऊँ न त यही हो मन्दिर गएर अनि त्यता जाऊँ ल मन्दिर जाने पहिला म अस्ति यहीँनिर आएको क्या उतातिरबाट ओर्लेर यता आएँ अनि त्यहाँ यहाँ मन्दिरबाट यसरी घुम्दै 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 त्यहाँनिर गएँ कि अहिले त मैले बिर्सिरहेको कतातिरबाट आएँ कहाँबाट आएँ भनेर बिर्सिरहेँ तर राम्रो कि यो ठाउँ पनि है यहाँ चाहिँ यो ऊहरूले गर्दाखेरि घाम नलाग्दो रहेछ कि अहिले त्यहाँ त्यो लोकेसन यहाँ केमा ए यो ठाउँको लोकेसन देखाइरहेको थियो अघि फ्री वाइफाई रहेछ त्यहाँ टोकियो फ्री वाइफाई यस्तो ऊहरूमा त जहाँ पनि हुन्छ है वाओ चिसो तर मलाई त चिसो भएन यार आज कति राम्रो देखिएको है माथि मन्दिरै रहेछ नि त कहाँ उयो माथि होइन घर हो मन्दिर हो कि ऊ ए मन्दिर रहेछ है यताबाट होइन सर अगाडिबाट हामी मन्दिर जाने हामी त्यो मन्दिर जाने हो अब त्यो मन्दिर छिर्ने त्यो मन्दिर छिर्नको लागि हामी यताबाट जानुपर्छ कस्तो लाग्यो सर मन्दिर 4:30 बजे बन्द वाउ ल ल ल मन्दिर घुमिहालौँ त्यही भएर आज हेरेर है हेरेर वाउ मन्दिर जाउँ परेन वाउ छोटो भगवान्लाई मागिहालौँ न छोटो मागिहालौँ सर अब कस्तो दामी देखिएको है सर जय भगवान् मलाई पनि राम्रो गर है भयो जाउँ तर आज मन्दिर चाहिँ बन्द भइसक्यो बन्द भएको है सर जाउँ एक राउन्ड हानेर जाने कि सिधै जाने यता पनि हाने कहाँ उल्टो घुम्छ नि उल्टो घुमेर नै हुन्छ त सर बाजे मन्दिरको बाजे नि बाजेले बन्द गर्न आउनुभयो ऊ अब त्यहाँ गएर उभिनु हुन्छ क्या है अब मिल्दैन यो चाहिँ के हो क्या सर यस्तो यो यो हो उस लेखेर झुन्डाउने हो त्यो लेखेर झुन्डाउँदा चाहिँ के हुन्छ नि कस्तो दामी यो चाहिँ के रहेछ यो
हात धुने ठाउँ निस्क्यो जाउँ निस्क्यो उभिएर कामै यो चाहिँ के रहेछ गाह्रो हुन्छ नि बिचरा सजिलो कसलाई हुन्छ त नि सजिलो कसलाई चाहिँ हुन्छ र वाउ यताको परम्परा यस्तो हुन्छ कि टक्क हात धुने ठाउँ यहाँ मन्दिरमा यहाँको फेवाताल जस्तो लेक पनि कति राम्रो क्या सर है यो चाहिँ फेवाताल जस्तो लेक फेवाताल जस्तो ठ्याक्कै फेवाताल जस्तो कस्तो दामी लेक लेखेको कि यो चाहिँ है जाउँ न त बिचरा बाजेले बन्द भयो भनेर उहाँ भनिसक्नु भयो सबै काटिसक्ने बिचरा जाउँ हस् धन्यवाद वाउ कस्तो दामी हो बिहानैबाट खुल्दो रहेछ है खुल्न चाहिँ तर बेलुका 4-5 बजे त अलिक छिटो भयो जस्तो लाग्यो अलि बेरसम्म हुनुपर्ने कि है तर मन्दिर चाहिँ बेलुकैसम्म खुल्यो भने के फरक पर्थ्यो होला है मन्दिर त हो फुलै फुलको बगैँचामा मेरीमा यहाँ यता हेर न त नि यो तर गर्मी महिनामा पनि बस्नलाई चाहिँ राम्रो रहेछ लालीगुराँस अर्को 2 हप्तातिर आयो त लालीगुराँस फुल्छ होला त्यो लालीगुराँस पनि रहेछ त नि यतातिर लालीगुराँस पनि रहेछ ल हामी त यहाँनिर आइपुग्यो अघिको ठाउँमा होइन नि अघिको ठाउँ त उता परपट्टि हो अघिको ठाउँ परपट्टि हो हामी चाहिँ अघिको ठाउँ चाहिँ उता हो मैले भनेको फुल चाहिँ यो दामी छ त यो ठाउँ पनि कस्तो राम्रो देखियो कि बिचमा गएर कि ट्याक्कै घाम लाग्यो तर आँखैमा अहिले त तर राम्रो माछा मार्न चाहिँ नपाउने रहेछ खै मोबाइल खै थियो नि तेरो सरी म फोटो खिचिदिन्छु एउटा सरेको फोटो खिचिदिन्छु हामी अहिलेको फेवाताल घुम्यो नि होइन फेवातालमा साइली भन्ने गीत चाहिँ गाएनौँ कि तर यार ओस्मे चाहिँ अहिले एकदमै युमे साकुरा एकदमै फुलिरहेको एकदमै पिसफुल ठाउँ चाहिँ इनर खसिरा पार्क हो तपाईँहरू पनि बिदा भयो भने चाहिँ आउनु होला इन्जोय गर्नु होला एकदमै फ्रेस एकदम हुन्छ आनन्द माइन्ड फ्रेस हुन्छ हो बिदा काम गर्दा बोरिङ हुन्छ नि त मुड अफ भएर हुन्छ नि त यहाँ आयो भने चाहिँ एकदमै माइन्डलाई फ्रेस हुन्छ बाटो मात्रै आउनु होला घुम्न किन चाहिँ जस्तो एकै होइन उतै जानुपर्छ त्यो मेन हाइवे हो क्या त्यो हाइवेबाट किन होला घुमेर आनन्द लिनु होला मैले चाहिँ लिएँ आज चाहिँ एकदमै माइन्ड फ्रेस भयो टन्ना फोटो भिडियो नि बनाएँ डेटिङ चलिरहेको क्या सर यार रङ बाटो आयौँ हामी यार अनि त्यही हो पार्कमा टन्न घुमियो ओर्यो तर तैँले एकदमै धेरै पिसफुल ठाउँ कि म फेरि पनि आउँछु गरिमाना लागेपछि किनभने एकदमै पिसफुल ठाउँ भयो चाहिँ साकुरा मात्रै नभएर मन्दिर छ नि त मन्दिर छ लेक छ त्यही भएर यो चाहिँ जुनसुकै टाइममा पनि एकदमै रमाइलो ठाउँ हो अब भिडभाड भन्दा चाहिँ यस्तै ठाउँ मनपर्ने भएर चाहिँ घुम्नलाई चाहिँ कहिलेकाहीँ भिडभाड मात्रै हो तर बस्न यताउतिलाई चाहिँ पिसफुल ठाउँ घुम्न माइन्ड फ्रेस हुन्छ होइन मलाई पनि राम्रो लाग्यो सर यार यो किनकि घुम्नको लागि नर्मल शान्त ठाउँ पनि छ होइन अब यता अलिकति रमाइलो गऱ्यो भने त्यहाँ अर्को ऊहरू पनि छ बोटिङहरू अब यता त मन्दिर सन्दिर भन्ने मन्दिरहरूको लागि पनि छ हेर्नु भित्रभित्र यसरी हिँड्नको लागि पनि कति राम्रो ठाउँ छ कि हिँड्नलाई बिहान दौडिन पनि ठाउँहरू चाहिँ धेरै राम्रो त्यही भएर नि
हरेक कुराहरू नेक्स्ट टाइम पनि आउनुपर्छ है गरिब मेलालाई आइसक्यो हो अर्को बिदामा सबै कुराहरू चाहिँ आनन्दको क्या धेरै कुराहरू छ त्यही भएर मलाई नि रमाइलो लाग्यो यहाँबाट हेर्दाखेरि चाहिँ कस्तो दामी देखिएको यहाँबाटको इन्भाइरोमेन्ट छ नि यहाँको ठ्याक्कै यो ड्यामकै तैँले भनेको कुलेखान जस्तै कि यहाँबाट हेर्दा चाहिँ ठ्याक्कै कुलेखान जस्तो देखिएको यो सायद सर के हो थाहा मेन यो भगवान् भन्दा नि मेन पानी आउने चाहिँ यहाँबाट रहेछ क्या यो कुवा जस्तोबाट हो यहाँबाट चाहिँ मेन चाहिँ त्यहाँबाट चाहिँ पानी आइरहेको माथि कुवा भन्छ नि कुवा हामीले त्यो रहेछ कि त्यहाँबाट आएको पानीले यो सबै यो पानीले सायद यो यतातिर यो जम्मा यसमा गइरहेको क्या यो तालमा गइरहेको क्या पानी बल्ल बुझेँ कन्टिन्यू आइरह नि त्यहाँबाट नेचुरल पानी रहेछ गर्मी महिना नि पानी आउने कि बर्खा होइन नि त गर्मी महिना राम्रो लाग्यो मलाई यो चाहिँ नेपालमा भगवानको उसबाट आयो मन्दिरबाट पानी आयो नेपालमा भए यहाँ पनि त मानेर पूजा गरेर त्यहाँ पनि हो कि वैनहरू लेखे है त्यहाँ जान मिल्दैन भनेको मात्रै हो हेर्न त पाइयो हो त्यसो भयो अन्त हावा कस्तो चलेको है तर हावाले गर्दाखेरि आवाज चाहिँ कस्तो आउँछ थाहा छैन तर राम्रो देखिएको एकदम लालीगुराँस हो क्या सरी यार साकुरा भनिदिन्छ यार तर कस्तो दामी कि यति ठाउँ चाहिँ मलाई पनि यस्तो राम्रो लाग्यो है अहिले त ला खाइदियो म अस्ति आउँदाखेरि मलाई बब्बाल लाग्थ्यो कि यो ठाउँ चाहिँ यहाँ हेर नि यहाँ सरे यहाँ यस्तो चाहिँ यहाँ चाहिँ सुँगुर तर अहिलेको त्यो सुँगुर छ नि छ अरे मजाले चस्मा लगाएर टक्क गुडाले त्यसको जिन्दगी पनि खतरा देखेको है किन यहाँ सुँगुरहरूलाई चाहिँ किन त्यसरी आनन्दले उगाएर लिएर हिँड्छ त्यो अहिलेको सुँगुर हो क्या त्यो सानो बच्चा चाहिँ तैँले मलाई भिडियो खिच्न हुन्न भनिस् खिच्नु नपाएको मात्रै हो नत्र भए यस्तो बवाल देखिएको थियो कस्तो चिसो है के रहेछ यहाँ खुट्टा चिप्लिन्छ भनेर चाहिँ क्या यस्तो धेरै घुम्यो कसले हो नि रमाइलो भयो धेरै घुम्यो हावा चल्यो केही पनि बुझ्दैन अहिले ल राखिदिउँ यार कता हो सरी हामी यता जाने हो कि होइन कता यता जाने हो खास मान्छे हेरेको हेरेको गरिरहनु भने किन हाई गरेर देखेर तैँले हाई गरिस् नि त के भन्दा नि हाई गर्न हाई सरले हाई गरिदिन्छ यार मान्छेहरू हेरे गर्छन् सरले हाई गरेको देखेर यहाँको मान्छेहरू यस्ता बुढापाका हुँदाखेरि यस्तरी हिँड्छन् काम गर्छन् अचम्म लाग्छ भने तर धेरै टाढा होइन नि सर थाहा हाम्रो रुमबाट 2-4 मिनटमा आइपुग्छ क्या हामी 2-4 मिनटमा हो र ट्रेनमा 10 मिनटमा आइपुग्यो क्या 2-4 मिनट त भने नि नजिकै छ भन्नु खोजेँ क्या मैले चाहिँ धेरै टाढा होइन भन्नु हिँडेर त टाढा पऱ्यो भन्नु मतलब के उसमा के ट्रेनमा आउँदा साइकलमा 20 मिनट 25 मिनटमा आइन्छ नि त हामी नजिकै हो होइन के सरे यार यहाँ पनि कस्तो बवाल है सरदार यो ठाउँ यता एक राउन्ड घुमौँ साकुराको सिजनमा ठ्याक्कै साकुरा जस्तो देखिएको माथि है राम्रो देखिएको तर कस्तो बवाल देखिएको कस्तो राम्रो देखिएको ठ्याक्कै साकुराको जस्तो पछाडिको ब्याकग्राउन्ड त आमा ए कसम नि सरी
ल आज हामी धेरै घुम्यो डुल्यो साकुरा पनि हेऱ्यो बोट पनि घुम्यो डुल्यो रमाइलो पनि गऱ्यो अब धेरै घुम्दा डुल्दा भोक पनि लाग्यो अब हामी चाहिँ यहाँबाट आजको दिनलाई अब सकाउँदै बिट मार्दै अब भोलि अर्कोचोटि फेरि अर्को ठाउँमा जान्छौँ फेरि नयाँ ठाउँमा जान्छौँ भन्दै आजको समयलाई यहीँ बिट मार्दै अब भिडियो जस्तो सुकै भए पनि लाइक र सब्सक्राइब गरिदिनु होला गर्दछु सरको अनुरोध पनि कडा आयो यो सरको अनुरोधलाई कडा साथमा लिएर कडा साथ सरको अनुरोधलाई कडा साथ मनन गरेर गरिदिनु होला भन्दै आज हामीले आजको भिडियोलाई हामीले यहीँनिर टुङ्गाउने बाचा गरी यहीँनिर टुङ्गाउन चाहन्छौँ अब अर्कोचोटि फेरि भेटौँला टाटा बाई बाई